हेलो साथीहरू सम्पूर्णमा नमस्कार। रेशम फ्रिरीको न्यू ब्लगमा स्वागत गर्न चाहन्छु। म चाहिँ आज यता बागलुङतिर चाहिँ आएको थिएँ काम विशेष, अनि ठ्याक्क अहिले म चाहिँ यो बागलुङ छेउको यो ओडारसरको ढिकमा छु। यहाँ चाहिँ खतरा भ्यू देखिन्छ कि वरिपरिको, अनि साथीहरूलाई यहाँबाट भ्यूहरू देखाऊँ भनेर अहिले चाहिँ म यहाँ ट्याक्क अडिएर चाहिँ अहिले सरर अडिएर यो भ्यूहरूमा साथीहरूलाई देखाऊँ भनेर म बसेको है त। के देखिन्छ म सरर देखाउँछु है त साथीहरू। यो ट्याक्क ओडारसरको ढिकमा चाहिँ यहाँ चौतारी छ साथीहरू, चौतारी पनि छ। यहाँ बस्नलाई ठाउँ पनि बनिसकेको छ। अगाडि ओडारसर, अलि अगाडि गएपछि बागलुङ बजार आइहाल्छ। अनि मैले ट्याक्क यो ढिकबाट तलतिर देखेँ नि, रमाइलो साथीहरू। यो चाहिँ कालीगण्डकीको छेउमा, यो चाहिँ मालडुङ्गा बेनी सडक खण्ड ट्याक्क देखिने। अनि यो पारीको कालीगण्डकी पारी पर्वत जिल्ला भइहाल्यो। अनि यो पर्वत जिल्लाको यो फर्से गाउँहरू ह्याटी टक्क देख्न सकिन्छ। वारी बागलुङ जिल्ला, पारी पर्वत जिल्ला है त साथीहरू। सर हेरौँ है त के देखिने रहेछ। टक्क अलि अगाडि देखिन्छ साथीहरू। अनि यो ट्याक्क अगाडि अहिले तलतिर फर्से, अनि अलि उता लस्ती, अनि त्यो लस्ती पारी यता वारी छेउमा चाहिँ हाम्रो गाउँ सारेमारे पर्छ। यहाँबाट लगभग बाइकमा 10 मिनटमा पुगिन्छ गाउँतिर सर। अनि यो वारी साइडको चाहिँ बागलुङै भयो। अनि खोला तरेपछि चाहिँ हाम्रो म्याग्दी जिल्ला सुरु हुन्छ। म यहाँभन्दा अर्को ढिकबाट देखाउँछु है त। उताको उसमा चाहिँ यो पारीतिरको फाँट चाहिँ हेर्नु है त साथीहरूले। ट्याक्क यो ढिकमा है साथीहरू म। कस्तो आउँछ त यो ढिक, कस्तो लाग्यो साथीहरूलाई। यो चाहिँ टक्क लाएर वारी ढोडिनी पारी चाहिँ फर्सेको भ्यू है त साथीहरू। कालीगण्डकी माथिसम्म देखिन्छ। यो वारीको बाटो चाहिँ हाम्रो गाउँतिर जाने बाटो भइहाल्यो। पारी चाहिँ यो मुस्ताङ जाने हाइवे मेन साथीहरू। अनि यता माथि चाहिँ हाम्रै बागलुङको कुडेलीको ढिक है त यो सर। यो पनि राम्रो छ। यो पछिल्लो टाइम राम्रो भ्यू आइरहेको थियो यहाँ बाटो पिच भइसकेपछि। हेरौँ है त साथीहरू। ट्याक्क अलि तलतिर आएको थिएँ। ट्याक्क यो ठाउँबाट यो ढिक हेरौँ है त साथीहरू। खतरा देखिन्छ कि यो ढिक यहाँबाट। कस्तो लाग्यो साथीहरूलाई यो ढिक? यो भ्यू चाहिँ खत्रै छ। यो हाम्रो गाउँतिर जाने बाटोतिरको हो। बाटो पिच छ ढोडिनीसम्म। म तल त्यो गाउँ पारीपट्टिबाट पनि साथीहरूलाई देखाउँछु है त। यो हाम्रो ढोडिनीको खेतको फाँट है साथीहरू। यहाँ चाहिँ खतरा खेत छ कि सम्म फाँट। अहिले हरियाली धान भइराखेको रहेछ।
रमाइलो साथीहरू। पुलपारीबाट फर्से अघि मैले देखाएको ठाउँ र अब यो चाहिँ हाम्रो गाउँतिर जाने बाटो। यहाँदेखि अलि अगाडि गएपछि एउटा खोला छ साथीहरू। खोलामा हाम्रो चाहिँ म्याग्दी जिल्ला सुरु हुन्छ है त। र म अब घरतिर लागिराखेको छु साथीहरू। अनि यो बागलुङबाट फर्किँदाखेरि थोरै भिडियोहरू साथीहरूलाई बनाएर देखाऊँ कि भनेर टक्क एउटा भ्लग बनाउनु लागेको है त साथीहरू। कस्तो हुन्छ रेशम फ्रिरीको भ्लग है साथीहरू। ल हेर्नु होला है, म अगाडि पनि खिच्दै जान्छु है त।